साथीहरु आजको यस भिडियोमा मैले हाम्रो खातामा $100 कम्प्लिट भइसकेपछि यदि अब हाम्रो $100 कम्प्लिट भइसक्यो या $10 भन्दा माथि हामीले बैंक एकाउन्टलाई एड गर्न मिल्छ। हामीले गुगल एडसेन्स एकाउन्टमा आफ्नो बैंकलाई एड कसरी गर्ने त्यो तरिकाहरु मैले तपाईलाई देखाउँदै छु। सर्वप्रथम त मैले मेरो 1 महिनाको एउटा च्यानलको है मसँग धेरै मल्टी च्यानल छ बट एउटा च्यानलको चाहिँ मलाई थाहै थिएन $107 लगभग भइसक्यो रहेछ। मैले अहिलेसम्म मेथड त्यो पेमेन्ट बैंक एकाउन्ट नम्बर हालेकै छैन के हाल्छु भन्दा भन्दै 100 क्रस भएछ। अब चाहिँ आज हाल्न गइरहेको छु। मैले तपाईलाई मेरो स्क्रिन शेयर गरे है त। सो साथीहरु मैले स्क्रिन शेयर गरेर मैले मेरो YT स्टुडियोमा जान्छु। यहाँनिर YT स्टुडियो खुल्दै छ। YT स्टुडियो खुलिसकेपछि यहाँनिर मुनि YT स्टुडियो खुलिसकेपछि हेर्न सक्नुहुन्छ यहाँनिर मुनि अड लेखेको छ। यो अडमा मैले क्लिक गर्छु। यो अडमा मैले क्लिक गरिसकेपछि हेर्न सक्नुहुन्छ माथि 107.48 मिनिमम ट्याक्सेस भनेको छ। यो चाहिँ मेरो 1 महिनामा यति अर्न भइसकेको छ र मेरो अब नेक्स्ट महिनाको फेरि यहाँनिर 1.50 यहाँनिर देखाइसक्यो। नेक्स्ट चाहिँ अब मैले चाहिँ यो $107 लाई चाहिँ रिसिभ गर्नको लागि चाहिँ मैले यहाँनिर मोबाइल $107 लाई मैले रिसिभ गर्नको लागि मेरो बैंक खाता नम्बर मैले यहाँनिर एड गरेको छैन। त्यसकारणले म अब तपाईलाई कसरी एड गर्ने भन्ने देखाउँदै छु है त। अब साथीहरु $107 लाई मैले अर्न गर्नको लागि मोबाइलबाट मलाई अलिकति देखाउनलाई अलिकति गाह्रो हुन्छ। त्यसकारणले मैले मेरो डेस्कटपमा देखाउँदै छु है त। मैले यहाँनिर मैले गुगलमा सर्च गर्छु एडसेन्स भनेर है। यहाँनिर एडसेन्समा मैले सर्च गरे। त्यसपछि यहाँनिर एडसेन्स एकाउन्ट अर्न भनेको छ यसमा क्लिक गर्छु मैले सेकेन्ड अप्सनमा र अब म यहाँनिर माथि लगइनमा क्लिक गर्दै छु। लाइभ हेर्न सक्नुहुन्छ है। मैले बैंक नम्बर एड गर्दै छु एडसेन्स एकाउन्टमा। यहाँनिर हेर्न सक्नुहुन्छ $107 छ है। यसलाई मैले रिसिभ गर्दै छु। यसको लागि यहाँनिर भनेको छ एक्सन रिक्वेस्ट आएको छ। छिटो भन्दा छिटो चाहिँ एडसेन्स एकाउन्टलाई चाहिँ यहाँनिर बैंक एकाउन्टलाई यहाँनिर राख्नु भनेको छ। मैले गो टु पेमेन्टमा क्लिक गर्छु यहाँनिर माथि। त्यसपछि हेर्न सक्नुहुन्छ $107 यहाँनिर देखायो। अब यहाँनिर हल्का मुनि आयो भने यहाँनिर एड पेमेन्ट मेथड भनेर यहाँनिर हुन्छ। हेर्न सक्नुहुन्छ यहाँनिर अहिले यो बक्स खाली देखाएको छ। एड पेमेन्ट मेथड यहाँनिर लेखेको छ। यसमा मैले क्लिक गर्छु एड पेमेन्ट मेथडमा। अब यहाँनिर एड पेमेन्ट मेथड गरिसकेपछि दुईवटा अप्सन आउँछ। यहाँनिर एड न्यू वायर ट्रान्सफरमा मैले यहाँनिर क्लिक गर्छु। त्यसपछि यहाँनिर यो माथिल्लो अप्सनलाई चाहिँ यो अप्सनल छ। यसमा हामीले केही पनि लेख्नु पर्दैन। नेम अन बैंक एकाउन्ट भनेको छ। यसमा हामीले बैंक खातामा जुन नाम छ त्यो नाम हामीले यहाँनिर लेख्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर बैंक नेम तपाईले कुन बैंकमा चाहिँ यो पैसा रिसिभ गर्न चाहनुहुन्छ त्यो बैंकको नाम लेख्नुपर्छ। त्यसपछि यहाँनिर स्विफ्ट कोड भन्ने हुन्छ एउटा। प्रत्येक बैंकको स्विफ्ट कोड हुन्छ। त्यो तपाईले बैंकमा गएर पत्ता गर्नु होला र अहिले गुगलमा गएर पनि मैले तपाईलाई कसरी पत्ता गर्ने भन्ने सिकाउँदै छु। त्यसपछि आफ्नो बैंकको एकाउन्ट नम्बर यहाँनिर राख्ने र रि एकाउन्ट नम्बर फेरि एकाउन्ट नम्बरलाई यहाँनिर दुईचोटी राखेर तपाईले यो बक्समा चेक अलरेडी लगाएर सेभ गरिदिनु भयो भने तपाईको पेमेन्ट तपाईको एकाउन्ट नम्बर तपाईको एडसेन्स एकाउन्टमा एड हुन्छ र एडसेन्स आइडीमा अर्न भएको पैसा तपाईलाई बैंक खातामा 21 तारिकको ट्रान्सफर आउँछ। जस्तै मैले अब स्विफ्ट कोड कसरी पत्ता गर्ने म यहाँनिर जान्दैछु माथि प्लसमा क्लिक गर्छु। अब यहाँनिर गुगलमा मैले लेख्छु कुन बैंकको। जस्तै मलाई चाहिँ यो कुमारी बैंकको स्विफ्ट कोड चाहियो हैन। कुमारी बैंक स्विफ्ट कोड लेखेँ मैले। कुमारी बैंकको स्विफ्ट कोड हेर्न सक्नुहुन्छ यहाँनिर KMBLNPKA यो रहेको छ। यो कोडलाई मैले यहाँनिरबाट कपी गर्छु। कपी गरे कुमारी बैंकको। अब मैले यहाँनिर स्विफ्ट कोडमा पेस्ट गरिदिन्छु। कन्ट्रोल V पेस्ट गरिदिन्छु र अब मैले यहाँनिर सबै इन्फर्मेसन भर्दै छु है त। अब सिक्युरिटी रिजनको कारणले गर्दाखेरि मैले यहाँनिर हाइड गरेको छु। मैले यहाँनिर बैंक अन नेम एकाउन्टमा चाहिँ एक खातावाला मान्छेको यहाँनिर नाम राखेँ।
बैंकको नाम राखेँ, स्विफ्ट कोड राखेँ र यहाँनिर एकाउन्ट नम्बर राखेँ र अब मैले मुनि यो बक्समा चेक लगाएर सेभमा क्लिक गरिदिन्छु। अलिकति केही टाइम लाग्छ यहाँनिर। अब यहाँनिर हेर्न सक्नुहुन्छ अघि खाली थियो। अब यहाँनिर वायर ट्रान्सफर फर ब्याङ्क एकाउन्ट नम्बर यहाँनिर .001 लेखेर यहाँनिर पैसा कसको खातामा आउने यो नाम यहाँनिर लेखिदिएको छ है त। अब हाम्रो 21 तारिक पुग्ने बित्तिकै यो पैसा हाम्रो $107 21 तारिकको, आज 13 तारिक रहेको छ हेर्न सक्नुहुन्छ यहाँनिर 4 महिना 13 तारिक आज रहेको छ भने 21 तारिकको हामीलाई युट्युबले पेमेन्ट गर्छ। यो तरिकाले हामीले चाहिँ एडसेन एकाउन्टमा आफ्नो बैंकलाई एड गर्न सक्छौं सजिलैसँग। मेरो भिडियो के कस्तो लाग्यो, अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब या फलो गर्नुभएको छैन भने युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने हामीलाई फलो गर्नुहोला र यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ एउटा मिठो कमेन्ट गरेर आफ्नो साथीभाइहरूलाई सेयर गरिदिनु होला। हवस् त, धन्यवाद।